नपरोस् पानी पर्न लाग्छ त्यसले छिटो जानु पर्ने पानी पर्यो भाइ ला छाता नि ल्याएन Hello, Seva. Good morning, everyone. It's me, Rosmi Rai. It's me, Anu Rai. It's me, Roshan Rai. छोरीको Sri Rai. Wow, nu चाहिँ मदन राई. So हामी चाहिँ जान लागिरहेको छौं. गारे विक्रम बाबा जान लागिरहेको छौं. So हामी आउँदै छौं विक्रम बाबा. पानी नपरोस्, पानी पर्न लाग्छ त्यसले छिटो जानु पर्ने भन्छ. So भाइ गएर भेटौँला. हामी यहाँबाट निस्क्यौँ साथीहरू तर यो पानीले धोका दिन्छ कि भनेर टेन्सन भएको छ साथीहरू पानी अलिअलि छिटा परिरहेछ विक्रम बाबा हामीलाई हेल्प गर्नुहोस् हामीलाई साथ दिनुहोस् पानी नपरोस् किनभने बच्चा बोकेर हिँडेछौँ सानो बुढी बच्चाहरू हिजोकै बाटो भइहाल्यो यहाँ गुम्बा छ अगाडि दिस इज गढस्थान गुम्बा गुम्बा हुँदै सिधै यहाँ बस्ने साथीहरूलाई त थाहा छ होला माडेको बाटोबाट जानुपर्छ बसेर बस्न भनेकै मान्दैन पेट्रोल हाम्रो त हालिसक्यो होइन अब पेट्रोल हाल्न हाम्रो चाहिँ हाल्नुपर्छ र हजुर पर्छ धनी भइसक्यो हामी अब चिन्ता नगर्नु त्यस्तो बच्चा बोकेर हिँड्ने साथीहरू हामी चाहिँ साथीहरू लोकेसन हेर्दै गएको
बजे उठेको थिएँ अनि त्यहाँ कस्तो पानी पर्ला जस्तो भएको थियो कि अनि त्यही भएर फेरि नजाने कि भनेर सोधेको। यो चाहिँ टाइगर चोक है, टाइगर चोक हुँदै हुँदै जाने राखु आकाशमा त्यो चाहिँ हाम्रो टाइगर चोक हुँदै हुँदै जाने भरतपुर 5 टाइगर चोक। कस्तो राम्रो भिड भएको छ साथीहरू, हेरेर सक्नुहुन्छ होइन। वाउ यसै त कस्तो आएको छ। अब हाम्रो चाहिँ लोकेसन कन्फ्युज भएको छ। सिरिसा बुस मेरो हालत सिरिसा बुस। हामी जाँदैछौँ साथीहरू, यो चाहिँ अब पटिहाली पुग्नु पर्दो रहेछ होइन। सो हामी जाँदैछौँ, लोकेसन पनि हेर्दैछौँ। पानी चाहिँ रोक्यो साथीहरू, एकदम सजिलो, एकदम ढुक्क भयो पानीको मामलामा चाहिँ। यो गाडी चाहिँ हाम्रै पछाडि हुँदो रहेछ। कस्तो राम्रो छ हो साथीहरू, आनन्दै एकदम। तराई भनेको तराई हो कि हेर्ने समथर के भन्छ यसलाई, पुरै खेती पनि छ, घर छ, कति आनन्द। पुरै जानीको चस्मा लगाएर साथीहरू भिडियो गर है, मतिर क्यामेरा फर्का भनेर टिट गर्छ हो, कस्तो सङ्केत देखेर। लगभग हामी चाहिँ पुग्न लागिसक्यौँ साथीहरू। कति राम्रो हाम्रो चितवन, यो बस त अर्को बस आयो। कति राम्रो हाम्रो गाउँ, कति राम्रो हाम्रो ठाउँ, कति राम्रो हाम्रो गाउँ। पटिहाली टाउन। भरतपुर 22 अघि त 6 थियो कि 22 कसरी आयो? पटिहाली पर्यटक क्षेत्र 22 नै रहेछ, भरतपुर 22 है साथीहरू। हो रहेछ हजुर। अहिले त्यहाँ चिकको जस्तोमा रोक्छ अँ होइन, अँ फेरि राख्नुभयो भन्दा अँ हामी चिकोमा होइन पर्व जान्लाको पर्व होइन ए ल पर्व जान्लाको भन्नु साथीहरू। ए ल ल ल त्यो चेक गर्छ अरे। ए ल ल ल पर्व जान्लाको भन्ने रे बाबा। पूजाको सामानै छैन, पर्व जान्लाको चाहिँ हाम्रो घर छ भन्नु साथीहरू। लाइसेन्स नभएपछि यस्तो डाँटछुट गर्नुपर्छ।
बसेर अनि ड्राई पिकनिक जस्तो खान नि पाइन्छ। बडुवा उयो भाइहरूसँग कि हाम्रो पनि थाहा छैन। चाहिँ बडुवा भनेर गयो भने चाहिँ साथीहरू अलिक उतासम्म जानु दिँदो रहेछ, न त त्यहीँबाट यहीँ पार्किङ गर्ने हो नि त। अनि पार्किङ गरेर अनि हिँडेर जानु पर्दो रहेछ होइन। सो अनि दिमाग लगाएको साथीहरू कति काम गर्ने थाहा छैन। उता पार्किङ छ कि छैन, फेरि छ चाहिँ उता नि छ कि थियो कि अनि यत्रो हिँडेर उता धेरै ठाउँ खान्छ भनेर कि हेर आएपछि गरेर जङ्गलको बिचमा हात त यो मन्दिर। यहाँ कत्रो माछा हुन्छ कोही पनि हुन्छ। हेर्दै हेर्दै गर्थ्यौँ कछुवाहरू। पाउने हो कि नपाउने हो मिसनको दिमागको साथीहरू। यहाँबाट हामी झऱ्यौँ अनि त्यसपछि चाहिँ हामी यहाँबाट जाँदैछौँ साथीहरू। यो क्लिपको चाहिँ किन भिडियो आयो आई डोन्ट नो, म त्यतिखेर थाहा भएन। सो हाम्रो पैदल यात्रा सुरु भयो साथीहरू। मजा आयो। कस्तो आनन्द लाग्यो मलाई धुलो धुवा। दिउँसो आएको पनि त धुलो हुन्थ्यो। कस्तो आनन्द छ कि अलिअलि पानी पनि परिहाल्यो अघि नै। आनन्द यो पानीले भिजेको हो क्या यो रोड हो। ए हो कस्तो आनन्द छुट्टै आनन्द आइसक्यो।
नारा ढिलो उठ्यो के चाहिन्छ र खसी बोका चाहिन्छ र त्यो त भाकल गरे खसी बोकाएर खसी पाउँछ उता पाउँछ अलिक उता पाउँछ क्या ऊ यस्तो लानु पर्ने है उता गरेर पार्छ यो उसबाट लिङ्ग के भन्छ त्यसलाई नौवटा गाडेर यत्रो ठुलो पनि होइन सानो भएन त्यति जङ्गलतिर भात चाहिँ बनाउँछ तर कलिलो उतातिर हुने छिपेको मात्रै हुन्छ न त केही भएन भने पातहरू गरेको हुन्छ होइन बनाउने छ स्क्रिन चाहिँ अफ भएको चप्पा समाउँदा न माई न्यू सुज साथीहरू मैले गिफ्ट दिएको मैले भुन्टु ए भुन्टु पुन्टु यत्रो मान्छे पनि आएको नि यत्रो मान्छे नि हेर्छ फेरि क्यामेरामा नि ए ए ल समात्ने लु 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 एचे ल समात्ने लगा लड्छ सिर्सा चप्पा समाउँदा न हामी चाहिँ आधी बाटोमा पुगेन थाहा छैन है पुगे छैन पुग्न त लाग्यो होला पहिला जमानामा आएको कति भइसक्यो यादै छैन के भयो हिँड न चुरा मिलाउँदै हिँड्दाखेरि त छैन कि मैले चुरा लाउँदै हिँड्दाखेरि के यहाँ चाहिँ रोशनले आइरालाई बोक्नु भएको थियो अनि शिर्षाले नि बाबालाई बोक्नु भन्नु सबैजना पापाको परियो कि दुईजना पापाको पऱ्यो आइरा ऊ त्यो नानीको क्याप तिमीले चिप्स खान्छौ मङ्की आएछ यस्ता मङ्की कति देखियो होला जस्तो शिर्षाको फ्रेन्ड है मङ्की हो कि होइन शिर्षाको फ्रेन्ड हो मारो के मारो मुझको मारो परमेश्वर यही ठाउँमा आएको थियो यही हो कि बिरुवा पनि आएको थियो अस्ति मा हो र गैडा आएर बाबा भइहाल्छ नि डर लाग्यो यार मलाई त विक्रम बाबाले त्यस्तो गर्नु हुँदैन साथ दिनुहुन्छ सबैले दिएँ मैले भन्दै सुनेर त होला के यस्तो सफा देखेछ यहाँ क्यामेरामा चाहिँ यस्तो धुलो नि यहाँ ओ माइ गॉड जय 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 18 बार यस्तो वाला गर खै त पुन्टी हामी चाहिँ फाइनल्ली अब आइसक्यौँ है
मन्दिर त्यो मन्दिर भन्नाले मन्दिर चाहिँ हुने होइन पूजा गरिन्छ यस्तै यस्तैमा ला खै पानी किनेको हामीले केही नकिनेको न ए त्यो पनि त्यहाँ बोतल खै नि बोतल साथीहरू अब यस्तो बोतल खोज्नुपर्छ अब त्यो उस जस्तो बेच्छ के पानी भरेर ल्यायो नि त प्लास्टिकको तिरपालमा बेच्यो होला नि छैन केही ल जाऊ विक्रम बाबामा छ पूजा पाठमा व्यस्त छ यो शिरीषा हो खालि ल्याङ गर्छ यो चाहिँ मान्छेको भिड यो रुखमा पूजा गरिँदैछ रुखको फेदमा घाम नलागा आज नि त हो ठिक्क मौसम भएको कि तिमी कहाँ आयो विक्रम बाबा भन न मुखमा हात नहालिकन भन कहाँ आयो विक्रम बाबा गुड 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 पात टिप्नुपर्ने साथीहरू त्योबाट लियो त्यो बोतल कुन चाहिँ फालेको थियो नि त्यो बोतल उठाएर ल्या हात धुनको लागि त हो नि हामी त के किन नि त बाबा खै ल्याएको मम्मीले के हालिदिनु भएको छ यो त साल कहाँ हो त नि होइन नि औँली फेरि साल हो साल यहीँ पाउँथ्यो कि यो लाइनतिर पाउँथ्यो रहेनछ भाइ पानी परेको के हो ला आउनु सक्छ मान्छे उतैसम्म छ यहाँभन्दा उता नजाने भन्ने होला यो अनि गएको मान्छे यो चाहिँ है सालको पात होइन ला पातै चिन्दैन अब कुन हो नत्र पात मात्रै भयो नि हुन्छ क्या पानी पऱ्यो भाइ ला छाता नि ल्याएन त्यसमै छ छाता यो हो र यो त के मुनाको होला कता सालको पात ला बिजोक बनायो नि त साथीहरू पानी पऱ्यो भाइ ला ठुलै पर्ला जस्तो छोरा पाउनु दिन्न क्या भगवान्ले जे चाहिँ त्यही काम चलाउनु साथी एउटा चाहिँ पाएँ अब एउटै गरि नि हुन्छ अरूहरू त नौवटा ल्याएको छ नि त त्यो पनि सालको होला हो यो होइन यो दुईवटा भइज किन्नु छैन त छैन के गर्ने कहाँबाट आएको हामी पाए दुईवटा भए पनि पाए यही युज गर्नु ल है गाइड ल यहाँ चाहिँ हामी विक्रम बाबा आइपुग्यौँ तर सालकै बोटमा गर्न पर्ने रहेछ गर्न चाहिँ सालकै बोटमा पूजा गर्नुपर्ने रहेछ मान्छेहरू चाहिँ जुन पायो त्यहीमा गर्दै हामीले सालको बोट खोज्दा खोज्दा लास्टमा पायौँ यस्तो दामी काट्नु त सालको बोट सकेसम्म सालकैमा हामी चाहिँ बच्चै छौँ ठुलो भए पनि सालकै बोट्नु ल तर मैले त चिनेन है भिराले चिन्नु भयो थाहा छैन भाइ मलाई बाख्रालाई घाँस कहाँ ल्याउँछ मैले बाख्रालाई चाहिँ म घाँसै हाल्न गएको छैन यो नि हो यो जसरी भयो नि बाउ छोरी त कहाँ बस्नु जुत्ता त धुनुपर्ने स्थिति बनाइसक्यो ल गाइस ल गोबर बनाएको
चोखो बनाउनु भएको हातै गोबर गराउनु भयो भजान जानुपर्ने चाहिँ धजासँग खै केही थाहा नपाएको हो कि होस् बिर्सेको हो कि के हो हामी त त्यो लाइन पाउँथ्यो कि यता पानी पाउँछ त लाग्थ्यो तर पाउँथ्यो तर अब अहिले मम्मीले भनेको मेन कुरा चाहिँ खास यो सामान चाहिने अरे अरू भयो नि नभए नि हुन्छ अरे क्या मेन सामान हाल्नु भएको त्यति भएपछि हुन्छ अरे खै हामीले ल्याएको त्यो खै ओ निलो झोलामा खाँदैन यो साल भएन भने चाहिँ यो साल राख्नको लागि हो अब हामीसँग 2टा मात्रै पायो सो यो साल कुर्कुमा नभएपछि साल त्यो राख्दो रहेछ होइन यो ल्याएको तर हामी सालै भेट्यो नि त मच्छी राखेँ अब आज पानी ख्याल गरेर हावा आज हावा छ नि 2टा बोतल त टन्नै भेट्यो अरूको हो कि भनेर हावा छ यो सालले पुरा खाँदैन ल हेर्नु त पानी पर्यो खै पानी त पर्यो सबै 9वटा छ पानी पर्यो खै त छाता झ्याउ पो भयो त छाता छाता लाउनु त भेन तपाईँले छाता छाता समात्नु ए माथि यो चामल पायो एकछिन तान तान ल्याउन तिमीले हात के गऱ्यो ए यो ल्याउनु ल दिन्छ आमा रेडी बना अनि लाइट पानी 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 खोलेको त आँखा बन्द भइसक्यो अब खुट्टाले हाल्ला है नानीले लङ पनि छ है 9वटा मम्मी हुँदा त त्यो मम्मी भइसक्छमा हामी चिन्ता गर्नु पर्दैन नि जे भनेको है अनि त्यसको भनेको मम्मी गयो भएसम्म कति चिन्ता हुँदैन नि सिक्का त्यसदेखि लिएर सबै मम्मीहरू गर्नु मरेर गयो भने पुरो फुल हुँदैन त्यसपछि हामी त्यही भएर त बुवामा पछि हामी पुरो हुन्छ सिकै अनु मेरो भगवान् भिज्यो नि भाइ को भेना मेरो भगवान् नि ए भेना भनेर मेरो भगवान् या अल्लाह 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 त्यो भएर त केही पर्दैन भन्नुभएको थियो मम्मीले। त्यो पनि एउटा गरेर चलाउने होला नि त्यसरी नि तीनवटै साल भएको छ पानी आइला छोड्नु के भयो खुट्टाले हाल्ला मच्छर टोकेर खुट्टाले हाल्ला है त्रिसा बहिनीले लाइटर लाइटर खोल्नु दौ हजुर होला नि नानीको खुट्टा छ खुट्टा बहिनी खुट्टा छ त खुट्टा हल्ला खुट्टा ठाउँमै राख्दैन 9वटा राख्नुपर्छ 9 ठाउँमा मैले त्यो बाँध्न लागि पुरा बोलै छैन यो कपाल जोडी छोरा पाउने आसमा देखाइदियो हो गुड 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 खै लाइटर मैले जानु गेला लाइटर दिरायो ल त्रिसा के भएको छ भन त मम्मीले पूजा गर्नु भएको हो भन न बाबाले पनि पूजा गर्नु
देश खाने होला कतै यसो राखिदिनु पर्ला एकछिन मैले बोलोस् न सबै म भ्यात्तै भिजे भाइ गाईहरू यस्तो कठिन तपस्या पानी परिहाल्यो के गर्नु त नि डुडा डुडा हाल्दिनु भा पुगेन त्यहाँ पुग्नुसम्म त मम्मीले गनेर त हालिदिएको त नि सिर्साब जिउ गर्न आउँछ र टिका बनाउनु न टपरीमा चामल हालिदिनु भा यता भित्र आउँछ आउँछ यता आऊ अनि यो त्यसरी आएर मुनि मेरो छोरी आउने बित्तिकै पानी पऱ्यो जस्तो लाग्यो मलाई त ए छोरी नै भगवान्भन्दा कम छैन नि त पहिला भेना लगाइदिनु भेना लगाएर कुरा टोक्नु पापा छोरी केही ल्याउनै पर्ने है दिदी नरिवल किन्न पर्ने कि हाम्रो मम्मीहरूको मम्मी हो कि नरिवल किन्न पर्ने कि किनेर लैजाउँला छोड्दै पहिला भेना लगाइदिनु पारी न वारी अब ढोक्नु खुट्टा यस्तो अवस्थामा आज पानी परेर त होइन पैसा दिनु पर्छ नि त खुट्टा ढोकेपछि त भाइ त नलाउने हो र लाउने लाउनु त लगाइदिनु नानीलाई मात्रै नाला मात्रै मलाई भाइ दिदी खुट्टा ढोक्नुहोस् होइन अब थाहै छैन पानी परेको नि लिनु माथि हेर त अय्या भुताले हेर न मलाई म दिन्छु कि मेरो सानोलाई कति दिन्छु म कति माया गर्छु पर्छ होइन छ पर्छ त्यहाँ पर्छ त खानुपर्छ त पर्छ अङ्गुर 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 खानु सबै सिसाको टाउकोमा रस दिन पर्ने है पर्दैन पर्दैन नानीलाई पानी सक्यो ल फाइनली गाइज हाम्रो चाहिँ पूजा सक्यो 1 2 3 4 कम्प्लिटली ल घर फर्किनु भयो र हामी जाँदैछौँ सक्यो हातमा नि हुन्छ ल हामी चाहिँ फर्कियो सानो यस्तो यस्तो सालमा गरेर हुन्छ क्या सानो हामीले नि यत्रो सानोमा गरेको त सालहरू हेर्नु न यतातिर दिदी धान नै लड
मान्छे जुत्ता खोलेर पुगाएर त खान्छ त्यही न पोका बोक्ने मान्छे ल उहाँले चाहिँ दाना लाउनु भएको छ कति ल हामी चाहिँ पूजा गरेर भ्यायौँ अब घरतर्फ लाग्दैछौँ तर ल ल ल ल घरतर्फ लाग्दैछौँ तर पानी पर्यो गाईहरू के गर्ने हाम्रो भाग्यमा नै यस्तै लेखेको पुरै भिज्नु भयो उहाँ त आमा 29 रहेछ नि त ल हामी चाहिँ यहाँनिर कुकुरले हेर्नुभन्दा पनि यहाँ ओत लाएर उहाँ खाल्ठामा बसौँ उता खाल्ठामा बसौँ हो साथी बस्नुको लागि हो 50 रुपियाँ तिर्ने तर म गएँ है म यिनीहरूको झगडा हेर्न सकिनँ म गएँ ओए त नआइज पानी मैले छाता लिएर गइसकेँ छाता छैन अब छोडिदे नआइज Gui. Corta o cara com gui. कति धेरै यो गई त गई नै हो अब कस्तो गई भन्ने कुरा सबै मसिना यो के भन्छ यसलाई भुस्रा यो गईको नामहरू प्रकार होला नि त यो नामहरू राख्नुपर्ने सबै उस्तै उस्तै खै त गईहरू घडियाल गई रे घडियाल हो के सबै घडियाल गई ठुलोदेखिबाट सानसानो भइछ क्या देखो सेम यहाँ पनि सेम गई हो त्यो सानो थियो यो अलिक ठुलो सानसानो के बराबर छ लेभल बाई लेभल ओ यहाँ पनि रहेछ यो नि त्यत्रै हो कस्तो चुचु हेर्नु नि गईको प्रकारहरू र गईको के भन्छ किलो राखेर के खाने हो गई खान्छेस बनाइदिनु खान्छ हो र अनि खान्छ नि त बिचतिर बिचमा खाली साइडमा हेरिकन है तर हामी अस्ति नै आउँदाखेरि चाहिँ पोसेन क्या बहुत सेप रहेछ कछुवा प्रजातिहरू कछुवाको प्रजातिहरू कछुवा मेरी कछुवा मेरी कत्रो बिगवालाहरू रे ठुलोलाई चाहिँ ठाउँ ठुलै रहेछ है कछुवा मेरी कछुवा त भित्र छैन छोटवाला हो तर अहिले जुन गर्न मिल्दैन खै त कछुवा भित्र जान्छौँ कि कहाँ बाहिर माटोभित्र जान्छ कछुवाको प्रजातिहरू तर कछुवा देखेको छैन सो यही हो राई खासमा त यो हेर्नुभन्दा पनि बच्चालाई नानीलाई आइलालाई बुबु खुवाउन अनि त्यसपछि यसो
पानीबाट बस्न गरेको तर पानी रोकेन साथीहरू परिरहेछ किन होला यस्तो पानी परेको विक्रम बाबाको चाहिँ भन्दै हिँडेको पानी परेको त अबे कत्रो दाँत हेर्नु त्यसको अनि त्यसको अर्को दाँत अर्को मुख माथिको मुख हेर्नु त्यहाँ कत्रो गरेको त्यसको मुख त अर्को माथिको मुख भाँचेको पो रहेछ है बुढेसकाल लाग्यो चाहिँ बिचरा अरे देवर देख्दैन कस्तो नाको त्यो काठको जस्तो सुकेको दाउरा पानी पर्दैन भनेको थियो किन बिहान बिहान पानी पर्यो हो क्या बिगवाला कुखुराले सबै त्यो चुच्चेवाला सबै घडियालै रहेछ यो कस्तो वाला हुन्छ अब यो सानो ठस्टोवाला नि हुन्छ नि त नि सानो ठस्टोवाला सिरिसा भन्ने खोइ मलाई सिरिसाको माया लाग्छ होइ माया लाग्छ होइ This is a view tower. यहाँ पनि रहेछ क्या This is a view tower. सबै त्यही नै This is a सबै घडियालको भन्नु भयो हैन घडियाल 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 ये भी बिग वाला थुतुना ठुला है सबैको चुच्चे वाला रहेछ है घडियाल ये तो बिग वाला है पुइङ्की उयो रहेछ पुइङ्की तर गयो हेर्नु पाएन चुच्चो नभएको वाला नि हुन्छ कि चुच्चो नहुने वाला नै हुन्छ तर सबै यही वाला रहेछ सिरिसा देख्यो कोकोडाइल देख्यो यहाँबाट पानी यहाँ चाहिँ बसिरहेको पानी होला आछ मक्क पर्यो ओ हटाएर अन्डा पारेर अनि यिनीहरूले ट्याक्क मान्छेले ट्याक्क टिप्नु जाँदो रहेछ अब कस्तो तैरेको मोरे जस्तो भएको है अड्केर बसेको हेर्नु नि त्यत्तिकै अड्केर बसेको है माथिको खुट्टा चाहिँ टक्लक्क पारेर तल खुट्टा झेक्या के अनि त्यो मुख एउटै पोजिसन मुख र नाक र आँखा देवाउन सास फेरेर माथि लगाएको होला एउटै पोजिसन हेर्नु नि दारा नि कत्रो रहेछ दाँतहरू नि है कहाँ छ यस्तो चौचोहरू पाउने ठाउँ हो क्या यहाँनिर चाहिँ सोफी सोफी रे सोफी याद आएको भाइ तेरो आज सोफी याद आयो भाइ सोफी मिस यु सोफी अन्डा भिजिटर इन्फर्मेसन कर्नर कासारा घडियाल सूचना केन्द्र हात्ती साथै जानु पर्ने के गयो यहाँ अन्डा हेर्छ नि अघि त्यहाँ देखेको थियो अन्डा हो अन्डा पकाएर खाने रे यो सोको लागि मात्र राखेको यसलाई गराउन यो अन्डा होइन क्या रियली हो ए रियली हो वाट मेरो अब ब्याट्री लो भइसक्यो साथीहरू यो कछुवा त फोटोमा मात्रै सीमित भयो हाम्रो रियलमा हेर्न पाएनौँ किन के भयो छोरो के भन्नुभयो केही हुन्न यसो देखाउँ न बोल्नु हामी चाहिँ अब घडियाल ल हामी घडियाल गई हेरेर भ्यायौँ अब घर फर्किदियो गाईहरू तपाईँहरूलाई म सकेसम्म राम्रोसित देखाउँछु हामीलाई चाहिँ भोक लाग्छ हाम्रो चाहिँ यहाँनिर होटलहरू छ होला भनेर सोचेको थिएँ तर चाहिँ मजा आउँछ होटलहरू छ भनेर सोचेको थियौँ हामीले नजिकै त्यही भएर केही नल्याएको के छ अब हामी ठिकै छ अब हामी गएर पारी खान्छौँ के खाने होला खानेवाला छ जे पाउँछ त्यही खान्छ के हुन्छ अरे तरकारी रोटी जस्तो लाग्यो यहाँ यो जङ्गल सफारी गर्न जानु छ भने आउनुहोस् है गाइस तर हामी त जान्नौँ
किनभने हामी साना बच्चाहरू ल्याएको छ जङ्गलमा जे पनि हुनसक्छ ल मको बोकेर हेर्नुभएको छ जोगी जस्तै सिसा हामी कता हिँडेको हो परसम्म मान्छे छ बहिनी चाहिँ आज घडियाल गयो हेर्न आएको रे घडियाल